अहिले पनि यो सरकारले कार्यान्वयनको पाटोमा चाहिँ जानुपर्छ, खास गरेर पक्कै पनि जान्छ त्यो, किनकि त्यो नभए त त्यत्रो के अरे प्रतिवेदन त्यो बनाउनको लागि मात्रै बनाउनलाई हो भनेपछि त त्यो भन्नु केही छैन। होइन भने त अब त्यो प्रतिवेदन बनाइसकेपछि ग्राउन्डको रिपोर्ट आइसकेपछि यथार्थ कुरा आइसकेपछि त पक्कै पनि त्यो कार्यान्वयनको पाटोमा चाहिँ जानै पर्छ। त्यो कार्यान्वयनको पाटोमा जानै पर्छ एकदमै। आदरणीय दर्शक देख्नुहुन्छ, हेर्नुहोस्, एयरपोर्ट गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट मा भैँसी हेर्नुहोस् यसरी भैँसी चराइराखेको छ। हेर्नुहोस् मन्त्रीज्यू, देख्नु होइन तपाईले? हो एकदमै, त्यही भएर त मैले भने नि त, मलाई यो थाहा थिएन कि यो समितिमा कसरी कुरा उठाएको थियो, जुन हिसाबले समितिमा कुरा उठाएको थियो त्यो यथार्थ यहाँ आउँदै गर्दाखेरि यथार्थ चाहिँ देखियो। जुन यो हामी अहिले पनि यो भैरहुवा गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टको दक्षिण साइडमा छौँ। यो जुन पछाडि देखिराख्नु भएको छ त्यो हामीभन्दा उत्तर साइडमा हो। अब यतातिर हेऱ्यौँ भनेपछि यो इन्डियाको बोर्डर यतातिर हो। तर यो जग्गा यो के अरे ऊभन्दा दक्षिणतिर हामीले के अरे यो जग्गा किन हामीले किन्यौँ भन्ने कुरा त्यो मैले चाहिँ बुझ्न सक्दिनँ। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ, त्यो मैले चाहिँ बुझ्न सक्दिनँ। आदरणीय दर्शक हामी देखाइराखेका छौँ, हेर्नुहोस् है भैँसी एयरपोर्टमा। मन्जु यस्तो अवस्था छ, यस्तो अवस्था छ मन्जु, हामी देखाइराखेका छौँ भैँसी एयरपोर्टमा भैँसी कुदिरहेको छ। आदरणीय दर्शक हेर्नुहोस्, एयरपोर्टमा प्लेन उड्नु पर्थ्यो, प्लेन उड्दैन, भैँसी दौडिरहेछ, भैँसी हिँडिरहेछ। हेर्नुहोस् राजा हिँडिरहेछ, हेर्नुहोस् आदरणीय दर्शक भैँसी लिएर आयो। जनतालाई छ नि अब सदुपयोगमा ल्याउने सरकारसँग के उपाय छ? होइन, अब यो अहिले नै मैले भन्न सक्ने अवस्था चाहिँ रहेन। किन तपाईँ उठान गर्नुहुन्न मुद्दा, सरकारलाई भन्नुहुन्न, प्रधानमन्त्रीलाई भन्नु न, तपाईँको मन्त्रीलाई भन्नु, तपाईँ राज्य मन्त्री। जस्तै कि उहाँ मान्यज्यूहरूले समितिले कुरा उठाउँदै गर्दाखेरि म